एउटा वर्ड म लेख्दैछु है त यो वर्डलाई चाहिँ स्टडी गर त है बिसाइड भन्ने एउटा वर्ड छ है यसको यो कुन पार्ट अफ स्पिचमा पर्छ रे यस प्रिपोजिसन यस यो प्रिपोजिसन हो है त यसको नेपाली अर्थ थाहा छ तिमीहरूलाई के हो गुड ल छेउमा भन्ने भयो त यो कुरो बिर्सियो नि अनि अर्को एउटा वर्ड पनि मैले लेखेँ यसलाई यही वर्ड नै मैले रिपिट गर्दैछु है बिसाइड्स भयो के है यो वर्ड अनि यसको अर्थ थाहा छ तिमीलाई नेपालीमा के अरे बाहेक बाहेक है यो भनेको छेउमा है नेक्स्ट टु पनि युज गर्न सकिन्छ बाई या है नियर यस्तो यस्तो के यो अनि यसको बाहेक के विदाउट के यस्तोमा हामी युज गर्न सकिन्छ यो वर्ड युज गरिन्छ यो दुईवटै वर्डहरू के हुन् त के हुन् रे पार्ट अफ स्पिच के हो यो प्रिपोजिसन हो है त दुईवटै वर्डहरू प्रिपोजिसन हो यसको अब अनि यो वर्ड तिमीले कहीँ देखेका छौ युज भएको यो वर्ड देखेका छौ युज भएको यो प्राय हामीहरू के त यसमा अलिक कन्फ्युज हुने गर्छौँ कि दुईवटा वर्ड यो बिसाइड्स र बिसाइड यस युज भयो कि हामी एउटा आर्टिकलहरू युज होइन यस्तो सेन्टेन्सहरू हेऱ्यौँ भने हामीलाई यस्तो लाग्छ कि यो बिसाइड र बिसाइड चाहिँ बोथ आर सेम के त्यस्तो हो एकदमै बिग डिफ्रेन्स छ यो बिचमा है यसको एउटा बिग डिफ्रेन्स हामी देख्न सक्छौँ क्या यसको बाहेक भयो बिसाइड चाहिँको यसको चाहिँ छेउमा भयो यदि हामी कुनै सेन्टेन्समा या कुनै चाहिँ हामी यसै पढिरहेछौँ होइन होइन कुनै हामी टेक्स्ट पढिरहेछौँ भने यस्ता वर्डहरू युज भएको छ भने हाम्रो यो ब्रेनमा के आउँछ त यो यही बिसाइडै होला या त बिसाइड चाहिँ यो बोथ आर सेम होइन त्यही होइन सिचुएसनमा त्यही पर्पजको लागि युज भएको जस्तो लाग्छ क्या त्यो होइन यसको एकदम ठुलो फरक छ यो हामीले भन्ने यसको यो प्लुरल फर्म हो होइन यो वर्डै फरक हो यो कुरो भन्ने के यो के भन्छ यसलाई प्लुरल बनाइएको छ नो प्रब्लम यस यो त प्लुरल फर्म हो या त यसको सिङ्गुलर फर्म हो होइन त्यस्तो सोच्छौँ भने गलत हो है यसको सेन्टेन्स फर्मिङ जो हामी यसबाट गर्दैछौँ त यसको डिफ्रेन्ट हुन्छ है जस्तै अब यसलाई हामी छेउमा भनेर गर्न सक्छौँ है जस्तै त्यहाँनिर है जस्तै शिशिर भयो त शिशिर त्यहाँ बसिरहेको छ त होइन शिशिर के हुने भयो शिशिर इज के सिटिङ है त यहाँनिर हेऱ्यो भने शिशिर इज सिटिङ होइन शिशिर बसिरहेको छ के बिसाइड हुम प्रजल यस बिसाइड बिसाइड होइन प्रजोल यस इज इट करेक्ट स्पेलिङ हाउ डु स्पेल द्याट्स इट हो यसरी के जस्तै शिशिर बसिरहेको छ यस शिशिर यस शिशिर इज सिटिङ बिसाइड प्रजोल यस यसो खालको जस्तै छेउमा भन्ने अर्थ यसले दियो है त यसरी हामी बुझ्न सक्छौँ है अरू एउटा सेन्टेन्स कसैले भन्न सक्छ क्यान यु मेक सेन्टेन्स फ्रम दिस वर्ड भन न ट्राई गर न रङ होस् राइट होस् मतलब भने ल एउटा सबै राखेर के राखौँ सेम सेन्टेन्स यु आर गोइङ टु फ्रम दिस सेम भने के डिफ्रेन्ट भनौँ न है ल त्यहाँ है त्यहाँनिर छ त दुईवटा टिटी देख न हाम्रो होइन के छ देयर के इज के छ पिपल छैन र पिपल हो कि होइन के बिसाइड के ब्यानियन ब्यानियन इज इट करेक्ट ब्यानियन हाउ डु यु स्पेल ब्यानियन यो ब्यानियन रङ चाहिँ राइट है मलाई ब्यानियनको यसमा खासै थाहा छैन यो आई नहुनु पनि सक्छ म आई एम कन्फ्युज है किनकि मेरो वरपर बरै छैन कि त्यही भएर मैले कहिले पनि ब्यानियन भन्नु पर्दैन है मैले यो गीतमा पढेको यहाँतिर होइन युजै हुँदैन त्यही भएर आई एम कन्फ्युज है यदि तल रहेछ रङ रहेछ नि है यु सुड फाइन्ड ओके फाइन्ड ल त्यो भयो नि पिपल ट्रीको नजिक के छ बिसाइड छेउमा छ भन्ने अर्थमा हामी यसरी युज गर्न सक्यौँ अब हेर अब बिसाइडलाई कसरी युज गर्छौँ बाहेक के है जस्तै आई ह्याड नोथिङ यस मैले केही पनि
खाएन या मसँग केही पनि थिएन यो के त पोजिसनमै जनायो यसले इटको ठाउँमा पनि युज गर्न सक्छौँ हैन यहाँ अब यो यतातिरको है अब हामी जो लेख्दैछौँ हैन यसले क्लियरिफाई गर्छ अब आउने फ्रेज है त जस्तै के लेख्नु त बिसाइड्स के ब्रेड यस ब्रेड अब यो ब्रेड भनेपछि यसको अर्थ के रहेछ एट रहेछ भन्ने बुझ्नु पर्यो आई एट नोथिङ मैले केही पनि खाएन या आई एट नोथिङ मैले केही पनि खाएन बिसाइड्स ब्रेड रोटी बाहेक मैले केही पनि खाएन हैन जुन वर्ड हामी लेख्छौँ त्यो बाहेक भन्नु पर्यो त्यो भन्दा पहिले नै के युज गरिन्छ बिसाइड्स किनकि यो प्रिपोजिसन हो हैन प्रिपोजिसन भनेको केको लागि हो त नाउनको लागि हो त्यो भन्दा पहिले युज हुने हो नाउन भन्दा पहिले त्यो भएर प्रे प्लस पोजिसन त्यो पहिल्यै युज हुने अवस्था है पोजिसन भनेको अवस्था हैन त्यो भन्दा पहिले त्यसको ठाउँ पोजिसनको ठाउँ त्यो अवस्थाको ठाउँ प्रे भनेको अगाडि हुने ठाउँको त्यही भएर प्रिपोजिसन भयो है यसलाई जहिले पनि नाउनको अगाडि है युज गरिन्छ प्रिपोजिसनलाई हो हैन कुनै पनि यसरी बुझ्नु है त क्यान यु मेक सेन्टेन्स ल टेल मी प्लिज स्टार्ट अल्दो इट इज रङ गल्ती भयो पनि भनौँ न ल सेम एनी डिफरेन्ट ल आई के लभ यो लभ भने एकदमै के हो फेमस वर्ड हो के सबैले मन पराउँछ नि लभ भनेको है आई लभ के यु मैले तिमीलाई माया गर्छु के बिसाइड्स के है अल अफ देम ती मध्ये सबैले छोडेर म तिमीलाई माया गर्छु हैन तिनीहरू बाहेक म तिमीलाई के गर्छु माया गर्छु है यसरी भन्न सक्छौँ बिसाइड को युज गर्ने क्यान यु युज